अलिक गाह्रै भइसक्यो मलाई होइन साथीहरू फेरि बबाले हाल्थेँ होइन पहिलेदेखि कि सानोदेखि क्या खतरा हो भारी हाल्ने चाहिँ मेरो भारी हालेको हेर्नु होला है। सबै साथीहरूलाई नमस्कार। तपाईँहरू मेरो भिडियोमा जोडिसक्नु भएको छ र म पनि तपाईँहरूको नजरमा म जोडिसकेको छु। आज म फेरि पुरानै अवस्थामा छु है। अब हजुरहरूले बुझ्नुभयो भएन, एउटा यहाँ छ, एउटा यहाँ देखिहाल्नुभयो होइन। म चाहिँ अब त्यही पुरानै आफ्नै ड्युटीमा हिँडिसकेको छु। आज घाम अलिक निकै बढी छ। आज घामले गर्दाखेरि पनि अलिक गाह्रो भइरहेको छ। लगभग 5 बजिसकेको छ। त्यही पनि म त्यो घाममा म चाहिँ घाँस काट्न आएको छु। तपाईँहरूलाई एकैछिन पर्नु है, म एउटा थोक देखाउँछु तपाईँहरूलाई, हेर्नु है त। मैले घाँस काट्नुपर्ने चाहिँ यो हो, यस्तो मसिनो छ है, छैन बाक्लो छैन, पातलो घाँस छ। यति घाँस काट्नुपर्ने छ, एक भारी निकाल्नुपर्ने छ। मैले हेरौँ है काटेर। म चाहिँ घाँस काट्न रेडी भइसकेको छु। अब घाँस काटौँ, त्यसपछि भारी पुर्याएर सँगै जाम्ला घर। एक भारी घाँस काटेर लिएर जानुपर्छ है। ल गर्मीले त पुरै ब्लान्ड भइएको दाती हो। यस्तो गर्मी ल साथीहरू, मैले चाहिँ घाँस काटिसकेको छु। घाँस बल्लाइदिएको छु भाइ। अहिले हेर्नु त कस्तो थियो, अहिले कस्तो बनाएँ मैले काटेर गले। अब यहाँ हेर्नु होला कति मुढा छ, आफै अनुमान गर्नु होला। हात चाहिँ गन्दिनँ, लाज हुन्छ होला, गनेर भन्नु होला होइन। अनि त्यसपछि यहाँ म भारी हालेर हेर्छु है। अब फेरि म भारी चाहिँ फेरि बबाले हाल्थेँ होइन पहिलेदेखि कि सानोदेखि क्या खतरा हो भारी हाल्ने चाहिँ। मेरो भारी हालेको हेर्नु होला है। ल साथीहरू, मैले भारी हालिसकेको छु, हेर्नु होला है। ल हेर्नु त, भनेको थिएँ नि म कस्तो खतरा हाल्छु, देख्नुभयो नि। यहाँ हेर्नु भारी सक्छु त म बोक्न। ल साथीहरू, भारी म बोकिसकेको छु। अब लास्टै ठुलो भारी छ, अलिक गाह्रै भइसक्यो मलाई होइन। लडेँ साथीहरू, बचाऊ मलाई साथीहरू। लडेको चाहिँ मैले देखाइनँ, म यतिकै उठेर आइसकेको छु। झन्डै मरेँ नि साथीहरू, तपाईँहरूले बचाउनु भयो। साथीहरू फाइनल्ली म आइसकेको छु, हेर्न सक्नुहुन्छ। ल मलाई अब कमेन्टमा बाई लेखेर बिदाई गर्नुहोस्। बाई।